हजुरले चाहिँ फागुन 21 गते निर्वाचन सम्पन्न भयो भने चाहिँ मैले राजनीतिबाटै सन्यास त्यो पुरानो कुरा सकिसक्यो, ओल्डेटेड आउटडेटेड। क्या ये क्या बक रहे हो मादरचोद? हैन तपाईको जुन जेनजी सरकारले गराएको चुनावमा मान्छेहरु सन्तुष्ट छ त अहिले पनि छैन। एक गांड पे रैप्टा मारा ना सड़क पे हकता फिरेगा। यो मुझे दाढ़ी वाला छ नि, दाढ़ी वाला मादर चोट साला बालेन मुझे जो रवि त चोर भइहाल्यो हेर, तिनीहरू दिएन है। चोरिम वाग लिएर अनि ऊ रवि साला अमेरिका रिटर्नहरू यो महासाल। क्या ये क्या बक रहे हो मादरचोद? राष्ट्रपाले चाहिँ 2 तिहाईको सरकार बनाउँदैछ अरे। 2 तिहाई होइन, 151 बाट माथि। अरे कहाँ 2 तिहाई मात्रै नै, 21 गते भन्दा अगाडि त राष्ट्रपाको मात्रै सरकार छ नि अहिले। मैले हिजो सुनेको थिएँ एउटा सांसद, अब हाम्रो सरकार आउँछ, केपी बा आउँछ, अब हाम्रो दिन्छ। तिम्रो बा अस्तिसम्म थिए त यहीँ थिएन, तिम्रो बा अस्ति वैशाखसम्म के अरे भदौसम्म त तिम्रै बा थिए त त्यहीँ, तिम्रै दाइ भाउजू थिए त त्यहीँ। कसको त्यो सिंहदरबार, कसको त्यो पालिका? मेरो लागि त हिटलरको शासन भयो भने मलाई के फरक पर्छ, जङ्गबहादुरको भयो भने मलाई केही फरक पर्दैन, किम जोङ उनको शासन आयो भने मलाई केही फरक पर्दैन। मैले गलत गरेको छैन, कसको बाबुले के गर्न सक्छ? रविले त एक-एकसँग बदला लिने भनेर भाषण सुन्नु तपाईले। यसका बाबुको दम छ नि गरेर देखा न त भाइ। एक गांड पे रैप्टा मारा ना सड़क पे हकता फिरेगा। हरेक नेपाली यहाँ सास मात्रै फेरेर हिँडेको जिउँदो लास छ। जिउँदो लास भएर कहिले सुन बाँच्नुहुन्छ? अरे कौन भौंक रहा है ये बदतमीज? मैले त्यतिखेर आवेशमा आएर धेरैजना भने एक जनालाई म छोड्दिनँ भनेर भनेको थिएँ होइन। अहिले म होसमा भन्छु, म एक जनालाई छोड्दिनँ। रवि बालन त आफ्नै दाइ हुन्, आफ्नै साथी हुन्, यिनीहरूलाई त कसरी हुन्छ बनाएर देश बनाउने अभियानमा चाहिँ म पहिलेदेखि थिएँ र छु पनि। ये सब क्या देखना पड़ रहा है? अच्छा है मैं अंधा हूँ। पहिला गद्दार भन्नुहुन्थ्यो, त्यतिखेर कहिले राम्रो गर्दा राम्रै भनेको छु राजा, हिजो बिहान हेर होइन। कहिले कहिले गल्ती गर्दा मैले नराम्रो गरिस् भनेको छु, अहिले उसले राम्रो गर्छ, राम्रो गरिस् भन्छ, भोलि अनि उसले नराम्रो गर्नु फेरि नराम्रो गरिस् भन्छ। एमालेको बादशाह भन्नुभयो, अर्कोले आएर म एमालेको बाघ हुँ भन्छ, अर्कोले आएर म एमालेको सिंह हुँ भन्छ। त्यो बाघै भए पनि सिंहै भए पनि हामीले मान्यौँ, महेश बस्नेत एमालेको बाघै हुनु होला, एमालेको सिंहै हुनु होला। तर बाघ भए पनि सिंह भए पनि जनावर त जनावरै हो नि। त्यसैले महावीर पुनलाई गौतम बुद्ध हो भनेर नठान्नु। तिमीहरू अहिले पो फेसबुकमा छ र त्यहाँ कहाँ छ के छ मैले भेटेर कुरा गरे ठोक्न पाइँदैन। मेरो अगाडि मलाई यो भनिस् भने म ठोकिदिन्छु। आजसम्म लुटिएको देशको पैसा छ नि कहाँ थियो भन्दाखेरि 1 नम्बर शेरबहादुर, दोस्रो नम्बर प्रचण्ड केपी ओली, तेस्रो नम्बर प्रचण्ड। कसैले भन्न सक्छ? सुधारिएको काङ्ग्रेस भनेको कस्तो सुधारिएको छ भन्दा स्वयं गगन थापा समेत चुनावमा हार्नु पर्ने गरेर काङ्ग्रेस कस्तो सुधारिएको